नमस्कार सबैमा। आज हामी संसारका अनौठा खानेकुराहरूको बारेमा चर्चा गर्दैछौँ। मानिस स्वभावैले अनौठा र नयाँ कुराहरू गर्न खोज्ने प्राणी हो। उसलाई नौलो कुराको अनुभव गर्न मन लाग्छ। चुनौतीपूर्ण कामको अनुभव गर्दै त्यसमा सफलता प्राप्त गर्न मानिसले खोजिरहेको हुन्छ। धेरैवटा चुनौतीपूर्ण कामहरूमध्ये नयाँ खानेकुराको स्वाद लिनु पनि एउटा चुनौतीपूर्ण काम हो। जब तपाईँ यात्रा गर्नुहुन्छ, नयाँ ठाउँको नयाँ खानेकुरा खान तपाईँलाई चुनौती हुन सक्छ। तपाईँलाई सामान्य रूपमा नखाएका वा खान्छु भनेर नसोचेका कुराहरू खाने अवसर आउन सक्छ। यस्तो अवस्थामा अरूले कसरी खाँदैछन् भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। त्यो खानेकुरा जुन तपाईँलाई अनौठो लाग्न सक्छ, अरूको स्वादिष्ट परिकार हुन सक्छ। मिठो चिज मात्रै सधैँ मिठो हुनुपर्छ भन्ने होइन। मङ्गोलियामा घोडाको दुधमा मर्चा हालेर खाइन्छ, जुन सुन्दा जति नराम्रो लाग्छ, खाँदा झनै नमिठो हुन्छ। तैपनि तपाईँले यी तलका खानेकुरा खान पाउनुभयो भने निराश बन्नुहुन्न होला भन्ने म आशा गर्दछु। परिकार नम्बर 1, ह्यागिस। यो ह्यागिस भन्ने परिकार स्कटल्यान्डमा खाइन्छ। यो भेडाको खासै मन नपर्ने कुराहरू मुटु, कलेजो र फोक्सोलाई मिसाएर पिसिन्छ अनि खसीको बोसो, जौको पिठो र मसला मिसाएर बनाइन्छ। त्यसपछि त्यसलाई भेडाको भुँडीभित्र हालेर केही घण्टा पकाइन्छ। ह्यागिस साह्रै स्वादिष्ट हुन्छ। स्कटल्यान्ड खाने परिकार बनाउने र खाने सिपका लागि चिनिँदैन, तर यो देशमा बन्ने ह्यागिस गान्टेमुला र आलुसँग मिसाएर खाँदा अत्यन्तै स्वादिष्ट हुन्छ। परिकार नम्बर 2, सिओकारा। यो जापानमा खाइने सिओकारा सुन्दा जति राम्रो सुनिन्छ, खाँदा पनि उत्तिकै मिठो हुन्छ। यो स्किड नाम गरिएको काँचो समुद्री माछालाई मर्चा हालिएको त्यही जातिको अरू माछाको पेटमा हालेर तयार गरिन्छ। सुरुमा त यो परिकार त्यति मिठो लाग्दैन, तर गफ गर्दै खाँदा नयाँ स्वाद आउन थाल्छ। परिकार नम्बर 3, जेलीफिस। जेलीफिस चीनमा मिठो मानेर खाइने एक प्रकारको परिकार हो। हामी जस्ता मानिसहरू जसलाई जेलीफिस डरलाग्दो जातिको प्राणी हो जस्तो मात्र लाग्छ, उनीहरूलाई यसको प्रजाति पनि उत्तिकै डरलाग्दो लाग्न सक्छ। यो लचकदार हुने भएकोले कसैले जेलीफिसलाई चुनौतीको रूपमा पनि लिन्छन्। चिनियाहरूले जेलीफिसलाई सलाद, कुखुराको मासु र तिलको तेलमा मिसाएर तयार बनाउँछन्। यो कम चिल्लो भएको पुरै स्वादिष्ट खानेकुरा बन्न सक्छ। परिकार नम्बर 4, हरिया कमिला। अस्ट्रेलियाका मानिसहरू खुम्ले किरा खान खुब रुचाउँछन्। यो नरम र धेरै आन्द्राभुँडी भएको हुन्छ। यो किरा रुख वा काठमा पाइन्छ। यदि तपाईँ जङ्गली खानेकुरा खाने चाहनामा हुनुहुन्छ भने अवश्य पनि हरिया रङका कमिला र ससाना किराहरू रुखबाट तानेर दुवै हातले किचेर खान सक्नुहुन्छ। यी किराहरू अमिलो अमिलो, पिरो पिरो र स्वादिष्ट हुन्छन्। अझ अस्ट्रेलियाका यस्ता कुरा उत्पादकहरूले त बढी तागत आओस् भनेर यसलाई बाख्राको चिज र कागतीको अमिलोमा मिसाउँछन्, अनि त लास्टै मिठो हुन्छ। परिकार नम्बर 5, झ्याउकिरी। किराहरू प्रोटिनको लागि उपयुक्त मानिन्छन् भन्ने यदाकदा सुन्न पाइन्छ। उत्तरी थाइल्यान्डमा प्रमुख खानाको रूपमा बेसरी तारेको झ्याउकिरी मिठो मानिन्छ। नुन हालेर खाँदा हल्का कडा र जोरुम हुन्छ। अलिक ठुलो टुक्रा खान चाहिँ अप्ठ्यारो हुन सक्छ। एक टुक्रा खाएपछि मानिस पल्किन्छ। त्यस्तै परिकार नम्बर 6 मा छ शङ्खेकिरा। शङ्खेकिरा अक्सर गरेर फ्रान्स र अस्ट्रेलियामा खाइन्छ। यो लगभग तपाईँ हाम्रो बारीमा पाइन्छ। कतिपय मानिसहरू आफ्नो बारीमा पाउने शङ्खेकिरा खान डराउँछन्, तर डराउनु पर्दैन। प्रशस्त मात्रामा लसुन र बटर मिसाएर खाँदा यो साह्रै मिठो हुन्छ। शङ्खेकिरा विश्वका धेरै देशहरूमा खाइन्छ। विशेष गरी भियतनाममा स्वादिलो प्रमुख खानाको रूपमा पनि खाने गरिन्छ। अर्को 7औं नम्बरको खानाको परिकार छ बन र्यु। यो भियतनामी परम्परागत खाने गरिएको एक प्रकारको स्वादिलो झोल हो। वन र्यु गगटा र चाउचाउ मिसाएर बनाइन्छ। यसमा बफेइएको सुँगुरको मासु, कागतीको रस, खुर्सानी र जडीबुटी, केराको फलफुल र सिबीको टुसा मिसाएर खाने हो भने ज्यादै मिठो हुन्छ। त्यसमा सुँगुरको जमेको रगतको ठुलो टुक्रा हाल्ने हो भने भोजन गर्ने मानिसलाई निसन्देह एउटा गम्भीर चुनौती बन्न सक्छ। नयाँ कुरा खान खोज्ने मानिसलाई यो साह्रै मिठो हुन्छ। तपाईँ पनि ट्राई गर्नुहोस्, पछुताउनुहुन्न। यसरी आज हामीले संसारका विभिन्न देशका मानिसले खाने अनौठा खानाको प्रकारको बारेमा धेरै कुरा बुझ्यौँ। तपाईलाई
यस्ता खालका रमाइला र रोचक जानकारीमूलक अन्य कुराहरू आगामी दिनमा बुझ्न मन भए यो जानकारीमूलक भिडियोलाई एक लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्, साथै यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। हवस् त, धन्यवाद।